हामी चाहिँ अब कुद्नु पर्ने हुन्छ हैन। अब चाहिँ हामी कुद्दिन्छौँ। यो चाहिँ रनिङ भनेर आएको गाइस हैन। यस्तो छ यसको ड्रेसअप चाहिँ यो रनिङ हैन, यो केटी पटाउनु हिँडेको चाहिँ हो क्या। यहाँ चाहिँ यस्तो छ, लिन आउन सक्नुहुन्छ। अनि लाल चन्दन तेरो गर्लफ्रेन्ड छ कि छैन त बाबु? छैन रे? छैन? मिलाइदेऊ। यहाँ बल चलिरहेको छ। यहाँ चाहिँ हाम्रो त्यो त थाम्छ होइन। अनि यहाँ यस्तै कम्फु मास्टर रतन कार्कीको बाइक। रतन कार्की है यो चाहिँ। नाके त्यही भएर हामी छुटिसकेका छौँ। अब भोलि अब फेरि जापानको फ्लाइट छ हाम्रो रतनको। यहाँ चाहिँ हाम्रो बाउ छ एकदम सँगले गाई चाहिँ अब चाहिँ म खानु चाहिँ डिक्चीमा पुरै अनाएर भइसक्यो गाइज। दुईटा कुत्ताहरू यहाँ छ होइन गाइज। आजको मेरो न्यू भ्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म स्कुल जाँदैछु रनिङ सुलको प्र्याक्टिसको लागि। अनि त्यहाँ छ विराट भाइ। अनि आज चाहिँ यस्तै भइरहेछ है दिनहरू, सेतो कालो यताउति भइरहेछ। वाट हामी अब स्कुलमा गएर अहिले चाहिँ अलि नभ्याउला जस्तो ढिला भइरहेछ क्या। अहिले चाहिँ हामी कुद्नु पर्ने हुन्छ अब। अनि के भन्दै तपाईँ भाइ भ्लगमा दाइको हेर्नु फेरि अर्को भ्लग भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी। अनि हामी चाहिँ अब कुद्नु पर्ने हुन्छ होइन। अब चाहिँ हामी कुद्दिन्छौँ। हेर्नु निखिल उब्रेती कुद्न सफल। यो चाहिँ रनिङ भनेर आएको गाइस होइन। यस्तो छ यसको ड्रेसअप चाहिँ यो रनिङ होइन, यो केटी पटाउनु हिँडेको चाहिँ हो क्या। अनि यहाँ चाहिँ हाम्रो के अरे भाइ लाल चन्दन होइन यो। अनि ये के है? यहाँ चाहिँ यस्तो छ, लिन आउन सक्नुहुन्छ। अनि लाल चन्दन कंट्रोल भर्खर यहाँ डुडेर आइसकेको छौँ। यहाँ छ हाम्रो विराज तामाङ। तर निखिल उब्रेदिल जस्तो यसले धाम हो कि भन्छ। अनि तेरो गर्लफ्रेन्ड छ कि छैन त बाबु? छैन रे? छैन? मिलाइदेऊ। पायो भने यता राख्छ है यसले, साइडमा राख्छ कि खातेले। त्यही हो गाइज, गइसकेको छौँ हामी। नजिकमै छौँ हामी होइन। स्कुल पुग्न धेरै छैन, 10 मिनट लाग्दैन कि 5 मिनटमा पुग्छौँ हामी। त्यही हो। A few moments later. हामी चाहिँ स्कुल मुनि आइसकेको छौँ। केटाहरू बल हान्दै रहेछ। स्कुलमा जाँदैछौँ होइन। यहाँ बल चलिरहेको छ। यहाँ चाहिँ हाम्रो त्यो त थाम्छ होइन। अनि यहाँ यस्तै हो सलक्क। यहाँ चाहिँ छ चिबाङजी। मारो हमको जिंदा मत छोड़ो सालो। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाए। नि भन्नु नमिल्ने हाम्रो सिजन थापा काजी भाइ। हेलो। अनि के छ त भाइ? खोइ कुशल भाइ खोइ
है हामी चाहिँ खाजा खाएर भर्खर अब ट्रेनिङतिर लाग्नु लाग्यो कुशल यहाँ छ यता देखा न अन्ना कम्फु मास्टर है त्यहाँ चाहिँ एउटा उसको खाजा मस्त घिचिरहेको छ यिनीहरू सल्लको तल हुँदैछ यता चाहिँ उ भएर स्कुल हो है हाम्रो चाहिँ गाइज अब ट्रेनिङमा आउनु परिहाल्यो भर्खर डाइटिङ मस्त1 hour later. गाइज हामी चाहिँ बल खेलेर मस्त फर्किसकेको छौँ केटाहरू नि भोक लाग्यो भनेर अघि पुरा उ भइरहेको थियो मस्त खाजा खाएर छ त्यहाँ गएर खायो एउटा चाहिँ मेरो चाहिँ यो हात एकदम फ्र्याक्चर भइरहेको क्या एकदम तेल लाउने मान्छे पनि छैन भर बल खेलेर आयौँ अब हामीलाई रमाइलो लाग्यो होइन अनि हामीलाई भोक लाग्यो त्यही भएर अब खाजा खाने घरतिर गइरहेको छौँ अर्को फुच्चे कहाँ गयो हाम्रो फर्स्ट लाइक सब्सक्राइब गरिदिनु होला हो अहिले चाहिँ भन्यो है केटाले बाबु ओ बाबु बिस्कुट दिनु पर्ला भने भागिरह त ये फंस गया सीएम साले है गाइज सेलमा छ है मान्छेहरू एकैवटालाई लगेर गयो हुन्छ बाबु होइन यो आइडीमा चाहिँ सकेसम्म सेयर गरिदिनु होला सब्सक्राइब गरेर होइन यता हेरेर भन्ने यार ए अब सुनिहाल्यो है त्योभन्दा अरू के भन्नु होइन म चाहिँ फाइनली रतन कार्कीको बाइक रतन कार्की है यो चाहिँ नाके नाक नाके यता हेर त भाइ नाके अनुहार पनि यो चाहिँ रतन कार्कीको सब्लक छ है जुडो हामी चाहिँ गइरहेको छु गाइज अब गएर मस्त काम गर्नुपर्छ कि यार कोदो छुट्नु पर्ने छ यार गाइज हामी चाहिँ अब जाँदैछौँ घर यसको चाहिँ ऊ माथि जाने काम पऱ्यो रे यहाँ माथि यो चाहिँ माथि जाने भनिरहेको छ अब हाम्रो चाहिँ एकदम बिछोड ल केटा ल भोलि बिहान है रामसँग जा ल ल छिड्दा साँच्चै ल गाइस हामी चाहिँ जाँदैछौँ एकदमसँगले यो दुइटा भतुवाहरू चाहिँ हिँडिरहेको छ त्यहाँ छ ऊ त्यो एउटा चाहिँ त्यहाँ पुगिसकेको छ गाइस बाबु बाघले खाला है भाइ हुन त बाघले नाखेसँग पनि ज्यान छ कि त्यसको गाइस के बाघले हान्नु होइन बाघले आक्रमण गर्न सक्दैन हतपट अनि त्यो दुइटा चाहिँ हिँडिरहेको छ यहाँ यो वनतिर त मृग नि हिँड्छ है गाइस मस्त मृग सुतिरहेको हुन्छ कि अनि हामी चाहिँ जाँदैछौँ Few moments later. हामी जाँदैछौँ घर पुग्न त्यही हो अनि यो रतन भाइको नि घर जाने बेला भइसक्यो हाम्रो रतन कार्की यसो रतन कार्की है यता हेर्नु त म चाहिँ अब लाग्यो ल राम्रोसँग जाऊ ल भोलि बिहान है ल है त केटा राम्रोसँग जाऊ अब यसको घर चाहिँ यहाँ माथि हो त्यही भएर हामी छुटिसकेका छौँ अब भोलि अब फेरि जापानको फ्लाइट छ हाम्रो रतनको त्यसैले गर्दा एकदम यो खुचेको घर चाहिँ अलिक तलै हो मेरो भन्दा त्यही भएर यो चाहिँ गरेर हिँड्दा त्यही हो गाइस म चाहिँ घरमा आइपुगिसकेको छौँ हामी चाहिँ घर आइसकेको छौँ के हो मेरो चाहिँ मिरर अब अहिले अब चाहिँ भात खानु गाइस खानसान खा
कोदो छ होइन टन्न त्यो कोदो लाइटिङ मेरो के गर्नु होइन यसो यसो तरकारी हेर्नु भयो यस खाना साग एकदम राम्रो हो त्यो नि होइन यता हेर्न सक्नुहुन्छ साग यो चाहिँ किचन हो कि यो चाहिँ किचन हो त्यहाँ अलि अनि त्यहाँ बसिरहेको अनि यता चाहिँ मेरो रुम छ होइन एकदम बेहाल छ कि होइन रुममा चाहिँ बेहाल छ होइन अनि यहाँ चाहिँ दराज हो कि मेरो पैसा छ नि त यहाँ झ्याप्प झ्याप्प लाग्ला यसो अनि यता बेड हो मेरो त्यही हो गाइज अब चाहिँ भातै नखाइकन यहाँ लक्क लगाएर कोदो सुत्नु पर्ने यहाँ चाहिँ हाम्रो बाउ छ एकदम सँगले गाइज अब चाहिँ म कोदो सुत्नु फाइनली हाम्रो चाहिँ कोदो कुटेर यस्तो मसल भइसकेको छ कोदोको हाम्रो मम्मीहरू चाहिँ यो चाहिँ दिदी भनौँ कोदो चाहिँ सकिसकेको छ अब खाना खानु लाग्नु पऱ्यो कि त्यही हो Few moments later. गाइज अब चाहिँ खाना खान लागेको खाना चाहिँ डिक्चीमा पुरै अब म जस्तो मान्छे डिक्चीमै खाने हो कि मस्त म चाहिँ खानासाना खाएर मस्त कामसाम सकेर अब चाहिँ बल खेल्न जाँदैछु कि उता पुरानो डाँडामा यसो नवीन यहाँ तलको नवीन आउँछु भने म चाहिँ बल खेल्न जाँदैछु उयो नि जाने भनेर बसेछ अनि हामी चाहिँ बल खेल्न जाने हो कि आउँदैछु आइसक्यो यहाँ आउँदैछ गाइज त्यो चाहिँ बल खेल्न आउँदैछ अनि योसँगै जाने गाइज हामी गाइज यहाँ आइसकेको छ अब हामी चाहिँ जाने हो ल अब चाहिँ चल्दिने हो गाइज हो भने त समीलाई यता बाख्राहरू यता हिँड्दैछ क्या One hour later. हामी चाहिँ पुगेर नि फर्किसकेको छौँ यहाँ यस्तो सकिसक्यो हामीले भनेर भइसक्यो गाइज दुईटा कुत्ताहरू यहाँ छ होइन गाइज आजको लागि चाहिँ यति नै गाइज मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला।